नमस्कार सम्पूर्णमा। विशेष गरिकन चाहिँ यो अन्तर्राष्ट्रिय साहित्य मञ्चको जुन हाम्रो मासिक कार्यक्रम छ त्यो कार्यक्रम आज सुरु गर्न लागिरहेको छु। तर अन्तर्राष्ट्रिय साहित्य मञ्चको जुन चाहिँ पेजमा चाहिँ म जाँदाखेरि चाहिँ अलिकति त्यहाँनिर प्रब्लम भयो। के भयो भने चाहिँ त्यो लाइभ हुनको निम्ति चाहिँ लोडिङ भइरहेको छ, त्यस कारणले गर्दा हुन सकेन। र म तपाईहरूलाई यहाँनिर मैले आज धेरै स्रष्टाहरूको कविताहरू लिएर आएको छु है। कविता रसवादन गर्नु पनि है, कविता सुन्नु पनि एउटा साहित्यको सेवा नै भन्ने लाग्छ। साहित्य भन्ने चाहिँ एउटा सङ्लो पानी जस्तो हो है, जसले चाहिँ मानिसको हृदयमा भएको, समाजमा भएको कलङ्कहरूलाई पखालेर लान्छ अनि त्यसलाई एउटा सुन्दर एउटा जीवन दिन्छ। जीवनको पवित्र पानीलाई चाहिँ अझै साहित्य र सङ्गीतको रसले चाहिँ पवित्र बनाउँछ अनि जीवनलाई चाहिँ अमरता दिन्छ भन्ने हाम्रो एउटा विश्वास छ है। त्यसै कारणले गर्दाखेरि चाहिँ मैले एभ्री मन्थ जुन चाहिँ साहित्यिक कार्यक्रम गरिरहेको थिएँ त्यो कार्यक्रम धेरै ढिलाइ भएर गयो अनि फिजिकली धेरै ठाउँमा एटेन्ड गर्नु पर्ने हुनाले कारणले गर्दा पनि हामीले त्यो गर्न सकेको थिएनौँ। र आजको दिन चाहिँ मैले लाइभमा आउनको निम्ति हिजो नै हजुरहरूलाई मेसेज गरेको थिएँ र सायद आउनुभयो होला, तर कतिपय टेक्निकल गडबडीको कारणले गर्दा हुन सकेन। त्यस कारणले गर्दा म यो भिडियो हजुरहरूलाई यहाँबाट पठाइरहेको छु अनि यही भिडियोद्वारा चाहिँ म यो कविताहरू पढेर हजुरहरूलाई सुनाउने छु। र मलाई अन्तर्राष्ट्रिय साहित्य मञ्चको कार्यक्रममा चाहिँ मैले सर्वप्रथम नेपालको उषा गुरुङ, कवि उषा गुरुङको कवितालाई लिएकी छु र उनको यो पुस्तकको नाम छ विचारको बिस्कुन। यो विचारको बिस्कुन भन्ने उहाँको जुन चाहिँ पुस्तकको नाम छ, यस पुस्तकबाट मैले आमा कविता छानेकी छु र आमा कविता म पढेर हजुरहरूलाई सुनाउने छु। आमा, आमा तिम्रो शीतल वक्षस्थलमा मेरो शैशवकाल बित्यो। आमा तिम्रो साडीको सबको समाएर मुख छोपेर लाज ढाके। आमा तिम्रो काख नै स्वर्ग, त्यही स्वर्गमा मैले जीवनको निकै लामो यात्रा काटेँ। आमा तिम्रो वात्सल्यमय प्रेमको छहारीमा मैले जाडोमा न्यानो र गर्मीमा शीतलताको अनुभूति गर्न पाएँ। रमाएँ, खुसी भए, सुखी थिएँ। रमाएँ, खुसी भए, सुखी थिएँ। नीलो आकाशको छानामुनि तिम्रो वक्षस्थल सशक्त, सुन्दर, स्वतन्त्र, सुरक्षित मातृत्वको घर थियो। आज एकाएक आसमानमा कता हरायो। आज एकाएक आसमानमा कता हरायो। म खोज्दैछु, खोजिरहेकी छु, खोजिरहनेछु अब चिरकालसम्म। धन्यवाद। उहाँको यो मिठो कविता उषा गुरुङले आफ्नो आमाको नाममा लेख्नु भएको है। र उहाँका धेरै मिठा मिठा कविताहरू छन् र आज चाहिँ मैले एउटा मात्र उहाँको कविता पढेकी छु र फेरि पनि समय पाएपछि म उहाँको कविताहरू पढिदिनेछु। धन्यवाद। थ्याङ्क यू भेरी मच।